नमस्ते सबैजनालाई। म तपाईँहरूको साथी अझै धेरै समयपछि आज हामी बार्बिक्यू आएको छौँ र उत्सुकता छ, एउटा मनमा एउटा उमङ्ग छ। आज एकदमै सौभाग्यको कुरो, मेरो श्रीमती, मेरो वाइफको बर्थडे पनि रहेको छ र हामी धेरै पछिको थकान मेटाउनको लागि र एउटा बर्थडे मनाउनको लागि पनि र अलिअलि यसो बार्बिक्यू भनौँ मासु पोलेर खानको लागि हामी आएका छौँ र आशा गरौँ आजको यो भ्लग पनि राम्रो हुनेछ र म सुरु गर्न गइरहेको छु है। के छ अल्ल मामा भन्छ आया आया आइबा। आज चाहिँ बर्थडे गर्ल हो। बहिनीले त पन्जाला अपरेसन गर्न सुरु गरिस् ल। आज चाहिँ परिवारको बार्बिक्यू है, जम्का भेट ल। बर्थडे गर्ल चाहिँ यहाँ छिने ल। अँधेरा आएर के चाहिँ फोटो लिने रहेछ कुन्नी। आजभन्दा करिब 15 वर्ष अगाडि कलेज पढ्ने बेलामा गाउँबाट तल झरेको म। कता कताबाट भाग्यले डोराएछ, मेरी श्रीमतीको घरमा कोठा खोज्दै पुगेछु हेर है। भगवान्ले जुराउन यस्तो लेखेको रहेछ, त्यहीँ बस्न पुगेछु। बस्दा बस्दै त्यो त्यति बेलाको बतासले बगाएछ, कहाँनिर माया पलायो थाहै भएन। कतिपटक ससुराबाले लान पनि खोजे छोरीलाई घरतिर, तर भाग्यले पनि डराएर सँगसँगै लिएर आयो। दाइ रूपकी यति राम्री, के गर्ने हजुर। यस्तो म त अगार भन्दा नि कालो थिएँ है, लप्परीको है। आज उनको जन्मदिन, उनीलाई धेरै डेडिकेट गर्दै मनबाट जानी नजानी यो गीत गाउन गइरहेको छु। मेरो दाइले मलाई साथ दिँदै हुनुहुन्छ ल है। सुन्दरताको तिमी उदाहरण हौ, परीको तिमी एउटा नमुना हौ। तिम्रो रूपमा ईश्वरको तिमी मलाई उपहार हौ। सुन्दरताको तिमी उदाहरण हौ, परीको तिमी एउटा नमुना हौ। सँगै छैन यो दुनियाँमा, मलाई उपहार हौ। तिम्रो रौलेको छ, यो दुनियाँमा जहाँ सुन्दरताको आयु छोटो हुन्छ। जहाँ जान्छौ तिमीलाई सफलताले चुम्बिरहोस् सधैँ, तिम्रो भावनामा सधैँ उच्च विचार खिलिरहोस्। यति माया गरेर है यो प्यारो छोरो जन्मेको छ।
सबैको प्यारो मुटुको टुक्रा है। ए भगवान् सबै रक्षा गर। ल है धन्यवाद। यी हुन है मेरी बुढी। ल ल यसरी लाइटरमा डाइरेक्ट यसरी ल ह्यापी बर्थडे सबैजना सुरु। Happy birthday to you. क्ल्याप 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 ह्यापी बर्थडे ल Happy birthday, my जन्मदिनको शुभकामना मैले तिमीलाई। ल यहाँ छोरा छ काखमा। ल थ्याङ्क यू ल ह्यापी बर्थडे खोइ त को लाल मचाएको। ठिक छ ल म त तिमीलाई भाइ भन्छु यता अस्ति दाइ भन्नुहुन्थ्यो बुहारी बुहारी ल ह्यापी बर्थडे टु यु। ल धन्यवाद ल दाइ ल धेरै धेरै धन्यवाद। थ्याङ्क यु युवराज दाइ। यहाँ मात्रै होइन फ्युचरमा पनि होइन। बेस्ट मुमेन्ट दाइ बेस्ट मुमेन्ट लभली दाइ। नेपालमा गएपछि पनि यसरी मनाउनु पाउँ। दाजुभाइको ब्यान्ड खोल्नुपर्छ छिट्टै ल। ह्यापी बर्थडे ल ल यी चाहिँ साखे दाई ल बहिनी र भान्जालाई देखेर चाहिँ मक्ख परेछन्। दाई एउटा फोटो दाई एउटा फोटो है दाईलाई स्याबास भाग्यमानीको मात्रै भागमा हुन्छन् कि बहिनीहरू। ल है ल धन्यवाद। ल हाम्रो नारायणले चाहिँ भाउजूलाई आमा समान मान्छ, सधैँभरि माया गर्छ बिचरा। यो भयो नि भाउजू त्यो भयो नि भाउजू है। ल यसरी नै सधैँभरि यसरी खुसी मनाउन पाऊँ सबैजना। थ्याङ्क यू भाइ थ्याङ्क यू। त झन् एउटै मुलको पानी खाएको। ल एउटै मुलको पानी स्याङजाडो पानी बगेर आउँछ पोखरा हामी खान्छौँ। ल एउटै परिवार है। ल गेडो चाहिँ एकदम गाडी यहाँ आबुधाबीमा यहाँ प्लेन उडाउने भइसक्यो होइन। ल केक खुवाइदियो कान्छ थोरै। ए ल हुन्छ ल ह्यापी बर्थडे ल धन्यवाद। सँगै मनाउनु पाइयोस् सधैँभरि मनाउनु पाइयोस्। यो बहिनीले चाहिँ आज 2 किलो गोल्ड किनेर दिएको छ बर्थडे गिफ्ट होइन। पैसा यति कमा 2 किलो गोल्ड दुबईमा है। ल ल धन्यवाद। देख्नुभयो आन्टी 10 चोटि भनेर मामा घर लैजानु हुनु कहिले जिन्दगी लानु भएन। आज मामालाई मैले आफै भेटाएँ। अब के माग्नु पर्ने भान्जाले के लिनु पर्ने अब म यता लिन्छु बल्ल हामी कोचिङ। सो फाइनली आजको हाम्रो बर्थडे पार्टी अलमोस्ट ओभर भएको छ। मेरा साथीभाइहरू लगभग थनको थर लाउनेतिर लागेका छन्। ल है के खाऊ ती पाताली ती छ तिनलाई खुवाउ त। ल आज हामीले चाहिँ लगभग बर्थडे मनाएर भ्यायौँ। मेरो छोरो पनि मसँग रिसाएको छ। छोरी बाबा हामी अब इतिश्री गर्ने तरकारमा छौँ। आशा गरौँ भगवान्ले धेरै आशीर्वाद सबैजनाको यो मिठो माहौलमा आजको बर्थडे मनाउन पाउँदा निकै खुसी भएँ र खुसी पनि सँगालेका छौँ। र एकदमै मेरा कुनै हुन् धन पैसा कमाउन गाह्रै भए पनि आफन्त धेरै कमाएको छु र यिनै हो मेरो सम्पूर्ण आफन्त। दुःखमा कहीँ न कहीँ त काम लाग्ला नि है बनाउँदैछु। र मेरो वाइफको आज जन्मदिन उनीलाई धेरै धेरै आशीर्वाद दिँदै आजको यो भ्लगलाई यहीँ अन्त्य गर्छु। हवस् त धन्यवाद। थ्याङ्क यू भेरी मच। सरी हुर्यो
बस्यौँ एक्लै रुन